हेर्नुहोस् है साथीहरू, हामी चाहिँ यहाँ आज चाहिँ पानी भर्न आइरहेछौँ। हाम्रो यहाँ सन्तोष सोल्टीले चाहिँ पानी भर्न आउनु भएको छ है। यहाँ चाहिँ रोमानियामा यस्तो हाहाकार छ कि पानीको, त्यही भएर हामी चाहिँ टक्क चिसो पानी पिउनलाई चाहिँ सोल्टी पानी भर्दै हो। अनि यहाँ टक्क पानी भर्ने अब भाँडाकुँडाहरू देख्नु भएको छ है, टक्क छ। अनि एउटा गाडी पनि आइसकेको छ फेरि हाम्रो पछाडि। अब हाम्रो नम्बर सिद्धियो भने यतातिर गाडीको अलाको आउँछ नम्बर। साँझ पर्न लाग्यो, अहिले चाहिँ यहाँको 7:30 भइसक्यो। अब टक्क चाहिँ हामी पानी भर्दैछौँ। अलिकति चाहिँ भरिसक्यो, अब चाहिँ लाइनसँग नम्बर बाई नम्बर छ। अझ हाम्रो एकजना भाइको अझै नम्बर आउन बाँकी छ। मैले चाहिँ अलिक बाटो भएर अलिक छिटो भरिसकेँ। अरू यहाँहरूको चाहिँ अब भर्न बाँकी छ। अब यो ड्रम भर्नेलाई लाग्छ होला 10 मिनट लाग्छ। पानी फेरि जात्रै ठुलो छ, फेरि देख्न सक्नुहुन्छ कति ठुलो छ भन्ने कुरा। एकदम महँगो पानी हो कि फ्रेस पानी हो? फ्रेस पानी भन्छ। अब फ्रेस त कतिको छ त्यो पिएपछि थाहा पाउँछ। 2016 मा बनाएको रहेछ हाम्रो हजुरबाहरूले। यो 2016 मा चाहिँ निर्माण गरेको रहेछ। अब मेटिन आइसकेको छ। अब हेरौँ है कहिलेसम्म रहन्छ यो।